काठमाडौँमा पनि यति राम्रो ठाउँ यति राम्रो इन्भाइरोमेन्ट हुन्छ भनेर सोचेको पनि थिएन गाइज। हाई गाइज, इट्स मी सन्ध्या। स्वागत छ हजुरहरूलाई मेरो मर्निङको मिनी भ्लग्समा। आज हामी बिहानै 5 बजे उठेर मर्निङ वाकको लागि निस्कियौँ। उठ्नु बित्तिकै हिँडेको भएर राम्रोसँग फ्रेस पनि हुन पाएको थिएन। हजुरहरूले देख्न सक्नुहुन्छ मेरो अनुहारबाट। 20 मिनट हिँडिसकेपछि हामी यति ठुलो ग्राउन्डमा पुग्यौँ। त्यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले यति धेरै मान्छेहरूले वाक गरिराख्नु भएको थियो। हामी पनि अलिकति रनिङ गर्यौँ। त्यो बानी नभएर अलिक गाह्रो हुँदो रहेछ साथीहरू। ग्राउन्डदेखि तल साइडमा जुम्बा पनि चलिरहेको थियो, देख्न सक्नुहुन्छ साथीहरू। यहाँ आमाले चाहिँ खुट्टाको एक्सर्साइज गर्दै हुनुहुन्थ्यो अनि मैले पनि गरेँ, बेबीले पनि गर्नुभयो। यहाँ यस्ता एक्सर्साइज गर्ने थुप्रै अप्सनहरू थियो गाइज। अनि यस्तो अप्सनहरू भएपछि कसलाई गर्न मन लाग्दैन र। हामीले सबै गरेर भ्याउँदा लगभग हाम्रो एक्सर्साइज आजको लागि पुगिसकेको थियो। मलाई यो ठाउँ मन पर्नुको कारण चाहिँ एकदमै हरियाली वन जङ्गलहरू थियो गाइज। त्यतिकैमा यति ठुलो पानी पर्यो साथीहरू। त्यो भएको भएर हामी सबैजना घरतिर लाग्यौँ अनि पानी परिरहेको थियो। त्यो भएको भएर टाउका नबिजोस् भनेर मैले चाहिँ प्लास्टिकको टोपी लाएँ। अनि मलाई चाहिँ बाटोमा देखेर धेरैजना हाँसिराख्नु भएको थियो। किन मान्छेहरू हाँसेको होला भनेर भिडियोमा हेरेर गाइज म आफैलाई आँसु लाग्यो। बाबा यति नै रहेको छ मिनी भ्लग।